मेरो उमेर नसोध्नु है भर्खर 43 इन्द्रेणीबाट ल्याएको बुढीले पैसा फिर्ताली त्यसलाई हाँडी घोप्टे कालेले सधैँभरि कुटोस् बाहिर फेर हिँड्दा त्यसको पैसा सबजनाले लुटोस् बाहिर फेर हिँड्दा त्यसको पैसा सबजनाले लुटोस् मेरो नाम गोपी मिजार भन्दैछु त म मेरो घर म जन्मेको नुवाकोट विद्युत 3 देवीघाट म चाहिँ अहिले 43 वर्षको भयो भने म 3 फिट 4 इन्चको छु म 25 केजी मात्रै छु 25 केजी हुनुहुन्छ हजुर हजुर वर्ष कति भन्नु अरे मेरो उमेर 43 भयो 43 भयो म 3 फिट 4 इन्चको छु भने म 25 केजी मात्रै छु र मेरो टिकटकमा गएर हेर्नुहुन्छ भने भाइरल गोपी मिजार 25 हान्नु होला कसैले मेरो टिकटकको लाइभ हेरेर अर्थात् कसैले मलाई साथ सपोर्ट गर्न चाहनुहुन्छ भने मेरो ई-सेवा नम्बर 9849484885। हजुरको हाइट कति छ 3 फिट 4 इन्चको छु म हजुरलाई अरू केही शरीरमा केही समस्याहरू केही छ कि छैन शरीरमा समस्या केही छैन त्यही हो भौतिक कुरामा मात्र समस्या हो अरू केही समस्या जग्गा घर घरले केही पनि छैन के म चाहिँ एउटा केही छैन अस्थायी बसोबासमा बस्छु के हजुरको श्रीमती बिहा भयो कि नै श्रीमती दुईटा बिहा गरेँ नि त मैले दुईटा बिहा गर्नुभएको दुईटा के जेठीको चाहिँ गोर्खा थियो भने कान्छीको पोखरा थियो पैसा भए राम्री पनि हाम्रै हुँदो रहेछ पैसा नभएपछि नराम्री पनि हाम्रै हुँदो रहेछ पैसा नै ठुलो कुरा आइज है मलाई चाहिँ जाँचो लाग्छ आउने मान्छे बुढी चाहिँ पैसा मेरो जस्तो लाग्छ मलाई पैसामा मसँग चाहिँ पैसा भएको भए अहिले यतिखेर श्रीमती छोडेर गएको 3 वर्ष भयो सायद मसँग बिकिसक्थ्यो होला तर मसँग पैसा नहुँदा मसँग कोही पनि आउने मान्छे बिग्न सकेन बच्चा बच्ची छन् कि नै मेरो छोरा किन नहुने 12 वर्षको छोरा मेरो 12 वर्षको छोरा यो छोरा हो हजुरको हजुर हजुर ए बाबु तिमी हो बाबा तिमी छोरा हो ए तिम्रो नाम के हो गौरव ए गौरव ल ठिक छ तपाईलाई नेपाल सरकारबाट केही पाउनु भएको छ कि नै नेपाल सरकारबाट गरेको भए किन यसरी भौताले हिँड्न पर्थ्यो र हजुर अपाङ्गता हुन्छ नि केही सामाजिक सुरक्षा भत्ताहरू पाउनु भएको छैन सुरक्षा भत्ता त 2000 मात्रै दियो ए महिनाको 2000 आउँछ त्यही त 2000 त खाना बस्न त 2000 एक कप चिया पनि पुग्दैन हौ त्यही त छोरा पनि रहेछ है चामल मात्र एकबार चामल लिएर चिउरा मुका चाहिँ पुरानो कुरो भएन के रे हजुर त इन्द्रेणीमा पनि जानुभयो कृष्ण कणेल दाइलाई पनि भेटेर रमाइलो गरेर दाइलाई भेटे पनि हो कृष्ण कणेल सरलाई टाढाबाट देख्ने भगवान सम्झन् तर भगवान र भगवान भन्नको लागि चाहिँ सङ्गत गर्नै पर्छ अनि मात्रै चिन्छ राम्रोसँग मैले पनि सङ्गत गरेर चिनेको हुँ नकोट जिल्ला मायाम बस्ती देवीघाट नकोट जिल्ला मायाम बस्ती देवीघाट साँचो माया लाउन मलाई गरेनन् कोहीले साँचो माया लाउन मलाई गरेनन् कोहीले मायाको मेरो माटो झल्को आउँछ निष्ठुरी नआइदेऊ यो बाटो ए झल्को आउँछ निष्ठुरी नआइदेऊ यो बाटो जबसम्म मैले भाग लिन सकिनँ अब 15 महिनाको भाडा नदिँदा